नमस्कार। कार्यक्रम स्वास्थ्यमा सरलीकरणमा तपाईँलाई स्वागत छ। कार्यक्रम स्वास्थ्यमा सरलीकरण लिएर उपस्थित भइसकेका छौँ। म पदम विश्वकर्मा म सँगसँगै नारायण पाण्डे। अवश्य पनि कार्यक्रम स्वास्थ्यमा सरलीकरणलाई तपाईँले तिलोत्तमा FM 96.4 मेगाहर्जको सहकार्यमा तपाईँले पाल्पामा रेडियो कुटुम्ब होइन, सँगसँगै सामुदायिक रेडियो जलजला, त्यसै गरी पाल्पामै रहेको सामुदायिक रेडियो मदन पोखरा, त्यसै गरी तपाईँहरूले विभिन्न माध्यमबाट विभिन्न जिल्लाहरूमा सहज रूपमा तपाईँले रेडियोको माध्यमबाट सुन्न सक्नुहुन्छ। सँगसँगै तपाईँले विभिन्न अनलाइनको माध्यमबाट पनि विश्वभर सुन्न सक्नुहुन्छ। tilottama.fm.com लगइन गरेर सँगसँगै हाम्रो पात्रोमा पनि तपाईँले सर्च गर्नुभयो भने सामुदायिक रेडियो मदन पोखरा होइन, सँगसँगै सामुदायिक रेडियो जलजला, त्यसै गरी सामुदायिक तिलोत्तमा FM सँगसँगै रेडियो कुटुम्ब भनेर तपाईँले वेबसाइट सँगसँगै हाम्रो पात्रोका माध्यमबाट विभिन्न जिल्लाहरूमा सँगसँगै तपाईँले विश्वभर सुन्न सक्नुहुन्छ। सँगसँगै आज हामी कार्यक्रम स्वास्थ्यमा सरलीकरण लिएर हामी आइरहँदा आजको विषयमा हामी कुराकानी गर्छौँ। विभिन्न डाक्टरहरूलाई स्टुडियोमा बोलाउँछौँ र उहाँसँग चाहिँ हामी समग्र रूपमा एउटा स्वास्थ्यमा जानकारी दिने किसिमले चाहिँ अगाडि बढ्छौँ। अवश्य पनि विशेषतः आम जनसमुदायमा रहेका स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू हुन्छन् र तपाईँलाई हस्पिटल अलिक टाढा छ होइन, तपाईँ घरमै बसेर डाक्टरसँग परामर्श गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 071-562-610। यो नम्बरमा फोन गर्नुभयो भने तपाईँले सहज रूपमा हामी तपाईँको कललाई डाक्टरलाई दिन्छौँ र डाक्टरले तपाईँको समस्याको समाधान खोज्ने प्रयास चाहिँ गर्नुहुनेछ। पक्कै पनि फोन गर्नको लागि 071-562-610 यो बाटोमा चाहिँ तपाईँले फोन गर्न सक्नुहुन्छ। र कार्यक्रम स्वास्थ्यमा सरलीकरणलाई प्रायोजन गरेको छ दीर्घायु हस्पिटल प्राली, जुन चाहिँ मणिग्रामको विद्युत कार्यालयको ठिक अपोजिट साइडमा एउटा ठुलो बोर्ड भेट्न सक्नुहुन्छ, दीर्घायु हस्पिटल प्राली भनेर लेखिएको छ। त्यहाँबाट तपाईँ करिब 50 मिटर भित्र जानुभयो भने तपाईँले सहज रूपमा चाहिँ दीर्घायु हस्पिटलमा जान सक्नुहुन्छ। त्यहाँबाट प्राप्त होइन अथवा त्यहाँबाट दिइने सेवा सुविधाहरू चाहिँ तपाईँले सहज रूपमा पाउनुहुनेछ। यो जानकारी पनि गराउन चाहे। हामी अब कार्यक्रमतिर लागौँ। डाक्टर साहब नमस्कार। नमस्कार नारायणजी। आरामै हुनुहुन्छ? हजुर हजुर, एकदमै ठिक छु। अब चिसो पनि घट्दो करम छ। हजुर हजुर। अब यस्तो समयमा फर्स्ट आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि यस मौसममा हाम्रा रेडियो सुनेर बसिरहनु श्रोताहरूले के कुरामा ध्यान दिनुपर्छ? झन् यस्तो अवस्थामा रुवा खोकी बढी लाग्ने हुन्छ भनेर चाहिँ भइरहेको अवस्था भयो। यसले गर्दाखेरि यसमा अलिकता थोरै यसमा चाहिँ पहिल्यै कार्यक्रममा छिर्नुभन्दा अगाडि हजुरले के सन्देश दिन चाहनुहुन्छ? अहिलेको समयमा मौसम चेन्ज भइरहेको छ। यो समयमा चाहिँ हामीले धेरै ध्यान पुर्याउनु पर्ने हुन्छ, आफ्नो शरीरलाई तातो बनाउनु पर्ने हुन्छ। घाम पनि लागिरहेको हुन्छ अहिले बेला, अनि मर्निङमा चाहिँ घाममा एकछिन बस्यो भने त्यसले पनि एकदमै हाम्रो फाइदा गर्छ। त्यसका साथसाथै हामीले तातो कुराहरू, शरीरलाई मनतातो बनाउने कुराहरूको खानाको रूपमा प्रयोग गर्न सक्छौँ। जस्तै अदुवा भयो, लसुन पनि एकदमै राम्रो हुन्छ। त्यसै गरी अरू जुसहरू, फलफुलहरू, मौसमी तरकारीहरूको प्रयोग गर्नुपर्छ। बेमौसममा पाइने तरकारीहरूको प्रयोग गर्यो भने हाम्रो स्वास्थ्य खराब हुँदै जान्छ। त्यही भएर अहिले मौसमी रूपमा पाइने सुन्तलाको पनि प्रयोग गर्दा एकदमै राम्रो हुन्छ। हजुर ल, यो सबैको लागि सानो जानकारीका साथमा म एउटा आजको विषयवस्तु छ मोटोपन। मोटोपन भन्नाले मान्छेको हाइट अनुसारको मोटो, मान्छेको आफ्नै गुणअनुसार, जस्तै वंशाणु गुणअनुसारको मोटोपन पनि हुन्छ डाक्टर साहब होइन? वास्तवमा यहाँ चाहिँ एउटा क्वेसन सोध्नु भएको छ, मोटोपन कस्तो रूपलाई मोटोपन भनेर भन्ने र प्राकृतिक चिकित्सामा यो मोटोपन घटाउने विधि अथवा प्राकृतिक चिकित्सामा चाहिने मोटोपनलाई कसरी यसलाई हेरिन्छ होइन? मोटोपन त कतिपय शरीरमा मोटोपन त्यो फ्याट भएन भने शरीरलाई चाहिने तत्त्व पनि पाइन्न भनेर भन्नुहुन्छ होइन? उहाँले अलि लामो सोध्नु रहेछ। हजुर हजुर। यसलाई कसरी चाहिने व्याख्या गर्न सकिन्छ, कसरी उहाँलाई बुझाउन सकिन्छ?
अ, अहिलेको समयमा चाहिँ मोटोपन एकदमै बढ्दै गएको छ हाम्रो समाजमा होइन। मोटोपन भनेको चाहिँ विशेष गरी आवश्यकताभन्दा बढी हाम्रो शरीरमा फ्याट जम्मा हुनु हो। फ्याट भनेको अब बोसो भन्न सकिन्छ, जसले चाहिँ हाम्रो शारीरिक, मानसिक र जैविक सन्तुलनलाई बिगार्छ, भनेको शरीरको मेटाबोलिक सिस्टमलाई बिगार्छ। हाम्रो चाहिँ आधुनिक चिकित्सामा चाहिँ बिएमआई भन्छ, बडी मास इन्डेक्स हुन्छ, त्यसको आधारमा चाहिँ मोटोपनलाई छुट्याउन सकिन्छ। यसमा चाहिँ हामीले शरीरको हाइट र तौलको अनुपात लिएर त्यो कति बिएमआई छ त्यसरी निकाल्न सकिन्छ। यसको चाहिँ डिफ्रेन्ट वर्गीकरणहरू हुन्छ। यसमा अब न्यूनतम तौल, मध्यम तौल, उच्च तौल त्यस्तो टाइपको हुन्छ। तर प्राकृतिक चिकित्सामा चाहिँ केवल तौल मात्र होइन, हाम्रो जीवनशैली, आहार, मानसिक स्वास्थ्य र शरीरको अब उत्सर्जन प्रणालीलाई समेत हेरेर मूल्याङ्कन गरिन्छ कि मोटोपनलाई कसरी बुझ्ने भनेर। प्राकृतिक चिकित्साको दृष्टिकोणमा चाहिँ एउटा मोटोपन चाहिँ रोग होइन, यो चाहिँ विशेषतः हाम्रो शरीरमा भएको टक्सिक जम्मा भएर त्यसको असन्तुलनको परिणाम हो भन्ने बुझिन्छ। हामीले चाहिँ प्राकृतिक चिकित्सामा जब हाम्रो गलत खानपान हुन्छ, अत्याधिक प्रशोधित खाना हुन्छ, अनि हाम्रो शरीरको चाहिँ निष्क्रियता बढ्दै जान्छ, त्यसै गरी मानसिक तनाव हुन्छ र हामीले निन्द्राको कमी हुन्छ, अनि यी सबै कारणहरूले गर्दा हाम्रो शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन्छ। शरीरले यी विषाक्त पदार्थहरूलाई चाहिँ फ्याटको रूपमा रूपान्तरण गर्छ, बोसो बनाउँछ र त्यो जम्मा भएर मोटोपन उत्पन्न हुन्छ। प्राकृतिक चिकित्सामा चाहिँ मोटोपन क्यालोरी बढी खाएको मात्रै समस्या होइन, यसमा चाहिँ हार्मोनल असन्तुलन, पाचन प्रणालीको कमजोरी र इन्सुलिन रेजिस्टेन्स र यसको साथसाथै हाम्रो शरीरमा इन्फ्लामेसन जस्ता कारणहरूले गर्दाखेरि मोटोपन बढ्ने समस्या हुन्छ। हामीले चाहिँ प्राकृतिक चिकित्सामा चाहिँ मोटोपनको उपचार तौल घटाउने मात्र नभएर शरीरलाई शुद्धीकरण गर्ने, जसलाई डिटोक्सिफिकेसन पनि भनिन्छ, यसका साथसाथै पाचन सुधार गर्ने, मानसिक सन्तुलन ठिक गर्ने र जीवनशैली सुधार मार्फत यसको चाहिँ जड कारण के छ, मोटोपन केले चाहिँ बढिरहेको छ, त्यसलाई हटाउने उद्देश्य राख्छौँ। त्यसैले प्राकृतिक चिकित्सामा मोटोपनलाई चाहिँ दीर्घकालीन जीवनशैली रोगको रूपमा बुझिन्छ, जसको चाहिँ समाधान दीर्घकालीन प्राकृतिक परिवर्तनबाट मात्रै सम्भव हुन्छ। हामीले आफ्नो लाइफस्टाइल मेन्टेन गरेर चाहिँ मोटोपनलाई एकदमै न्यूनीकरण गर्न सक्छौँ र हामीलाई लागेको मोटोपनसँग गाँसिएका अरू रोगहरू पनि बिस्तारै ठिक हुँदै जान्छ। अवश्य पनि अघिल्लो हप्ता विभिन्न रेडियोहरू सुनेर श्रोताहरूले हामीलाई प्रश्न पठाउनु भयो र ती प्रश्नहरू आज हामी लिएर आएको छौँ। तपाईँहरूको समस्या अथवा तपाईँहरूका प्रश्नको जिज्ञासा चाहिँ डाक्टरले मेटिदिनु भएको छ। अवश्य पनि विशेष त हामीलाई विभिन्न रेडियोबाट विभिन्न जिल्लाहरूमा सुन्न सक्नुहुन्छ। तिलोत्तमा एफएमको सहकार्यमा उत्पादन भएको प्रोग्राम स्वास्थ्यमा सरलीकरण हो र यसलाई चाहिँ तपाईँले रेडियो कुटुम्ब 97.8 मेगाहर्ज सँगसँगै सामुदायिक रेडियो जलजला जुन रोल्पाबाट तपाईँले 96.4 मेगाहर्ज फ्रिक्वेन्सी मोडुलेसनबाट चाहिँ तपाईँले रोल्पामा पनि मजासँग सुन्न सक्नुहुन्छ। सँगसँगै सामुदायिक रेडियो मदन पोखरा जुन चाहिँ पाल्पामा रहेको छ 106.9 मेगाहर्ज फ्रिक्वेन्सीबाट सहज रूपमा तपाईँले कार्यक्रमलाई सुनिरहनु भएको छ। हामी विभिन्न जिल्लाहरूमा यसरी जोडिरहँदा तपाईँको नजिकै स्वास्थ्य संस्थाहरू नहुन सक्छ, अलिक टाढा हुनसक्छ, अथवा तपाईँ घरमै बसेर डाक्टरसँग परामर्श गर्न चाहनुहुन्छ भने हामी यति बेला प्रत्यक्ष रूपमा लाइभमा जोडिएका छौँ, जसको नम्बर चाहिँ मैले तपाईँलाई अघि पनि जानकारी गराएँ होइन। कुनै स्वास्थ्य सम्बन्धी समस्याहरू छन् र ती समस्याहरूलाई तपाईँ फोनबाटै तपाईँले डाक्टरलाई सोध्न चाहनुहुन्छ, परामर्श गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 071 562 610। मैले तपाईँले यो नम्बर पटक पटक जानकारी गराइरहेको छु। तपाईँसँग अहिलेको यो आधुनिक युगमा आइसके पछाडि हरेक व्यक्तिमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या चाहिँ हामी देख्न सक्छौँ। पछिल्लो समय होइन, हाम्रो खानपान सँगसँगै विविध किसिमका जुन होइन हाम्रा गतिविधिहरू हुन्छन्, यसले चाहिँ हरेक व्यक्तिमा कुनै न कुनै किसिमको समस्याहरू चाहिँ ल्याएको छ। त्यसर्थ अब त्यो समस्यालाई चाहिँ तपाईँ घरमै बसेर होइन एउटा रेडियोको माध्यमबाट हामीहरूलाई सुनिरहँदा
त्यो जिज्ञासाहरू छ भने चाहिँ तपाईँले फोन लगाइहाल्नुहोस् 071 562 610 यो बाटोमा फोन गर्नुभयो भने केही मिनट अथवा तपाईँको 1-2 मिनट कुराकानी हुन्छ होइन, पैसा पनि धेरै काट्दैन है एकदमै। तपाईँले फोन गर्नु 071 562 610 यो बाटोमा फोन गरिसके पश्चात चाहिँ तपाईँको फोन म सिधै डाक्टरलाई दिन्छु र डाक्टरसँग तपाईँले परामर्श गर्न सक्नुहुन्छ। आफूसँग भएको समस्या चाहिँ डाक्टरलाई सोध्न सक्नुहुन्छ र डाक्टरले चाहिँ उचित किसिमको परामर्श चाहिँ तपाईँको लागि दिनुहुनेछ। यो जानकारी पनि तपाईँको लागि गराउन चाहेँ र पक्कै पनि आजको बसाइ हामी लिएर आइरहँदा होइन, आज हामी विशेष त मोटोपनसँग सम्बन्धित कुराकानी चाहिँ गरिरहेका छौँ। 071 562 610 यो बाटोमा कल गर्नुहोला र यो कार्यक्रमलाई चाहिँ प्रायोजन चाहिँ दीर्घायु हस्पिटल प्रणाली जुन चाहिँ मणिग्राममा रहेको छ, जुन दीर्घायु हस्पिटल प्रणालीमा पनि तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ होइन। समस्याहरू छन् भने यो जानकारी पनि तपाईँहरूको लागि राख्न चाहेँ। हो पदमजी, दीर्घायु हस्पिटल प्राकृतिक चिकित्सामा विदाउट मेडिसिन औषधि नखाइकन हामी उपचार गर्छौँ। र अर्को प्रश्न छ डाक्टर साहब, मोटोपनको मुख्य कारण के हो? यो के अनिद्रा र के धेरै खाना केही कारणले मात्रै मोटोपन हुन्छ भनेर क्वेसन गर्नुभएको छ। मोटोपनको चाहिँ धेरै कारणहरू हुन्छ सर। पहिलो कारण चाहिँ हाम्रो गलत खानेकुरा हो। जस्तो हाम्रो आहार प्रणाली चाहिँ एकदमै खराब भएको छ अहिलेको टाइममा। हामीले अत्याधिक चिनीको प्रयोग गर्छौँ, मैदाको प्रयोग गर्छौँ, त्यसै गरी जङ्क फुड, कोल्ड ड्रिङ्कहरू र रासायनिक तत्त्वयुक्त खानाहरू जस्तो प्याकेटको चिप्सहरूको प्रयोग धेरै अहिले मात्रामा भइरहेको छ। यी खानाहरूले चाहिँ हाम्रो शरीरको मेटाबोलिजमलाई कमजोर बनाउँछ। यस्ता खानाहरूले चाहिँ इन्सुलिन असन्तुलन बनाउँछ र बोसो जम्ने प्रक्रिया र हाम्रो शरीरमा इन्फ्लामेसनलाई बढाउँछ। त्यसै गरी अर्को कारणहरू चाहिँ हाम्रो सिडेन्ट्री लाइफस्टाइल हो। सिडेन्ट्री लाइफस्टाइल भनेको चाहिँ शारीरिक रूपमा निष्क्रियता, जस्तो टेबल चेयरमै बसेर काम गर्ने, लामो समय बस्ने बानी भएको, व्यायामको कमी र शारीरिक गतिविधिको अभावले चाहिँ हाम्रो ऊर्जा राम्रो रूपमा शरीरमा युज हुन पाउँदैन, जसले गर्दा हाम्रो शरीरमा फ्याट जम्मा हुन्छ। अनि अरू कारणहरूमध्ये चाहिँ अर्को एउटा मानसिक तनाव पनि हुन्छ। मानसिक तनाव भएको व्यक्तिले चाहिँ तनाव, डिप्रेसन जस्ता कुराहरूले चाहिँ हाम्रो खानपानमा चाहिँ एकदमै खराब असर पार्छ, जसले गर्दाखेरि पछि गएर मोटोपन पनि बढाउन सक्छ। त्यसै गरी अर्को कारण चाहिँ हाम्रो हर्मोनल असन्तुलन पनि हो। हाम्रो शरीरमा चाहिँ इन्सुलिन रेजिस्टेन्स हुन्छ, जस्तो थाइरोइडको पनि असन्तुलन हुनसक्छ। त्यसै गरी हाम्रो कोर्टिसोलको पनि वृद्धि हुन्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो बोसो जम्ने प्रक्रिया शरीरमा नर्मलभन्दा बढी तीव्र हुन्छ र जसले गर्दाखेरि मोटोपन बढ्न सक्छ। त्यसै गरी अरू कारणहरूमध्ये चाहिँ एउटा पाचन प्रणाली कमजोर हुनु पनि हो। अनि पाचन प्रणाली कमजोर हुँदाखेरि चाहिँ हाम्रो अग्नि, जसलाई डाइजेस्टिभ फायर पनि भनिन्छ, अनि त्यो चाहिँ हाम्रो कम भयो भने शरीर खाना सही रूपमा पच्न पाउँदैन र जसले गर्दाखेरि विषाक्त पदार्थहरू उत्पन्न हुन्छ। यसका साथसाथै कुनै कुनै मानिसहरूमा वंशानुगत रूपमा पनि मोटोपन देखिएको हुन्छ। यी कारणहरू हुन सक्छन् मोटोपनको मुख्य कारणहरू। यसमध्ये चाहिँ अब आहार प्रणाली भयो, हाम्रो सिडेन्ट्री लाइफस्टाइल भयो, मानसिक तनाव भयो, हर्मोनलको असन्तुलन भयो र पाचन प्रणाली कमजोर भयो। त्यसका साथसाथै वंशानुगत रूपमा पनि हुन सक्छ। हाम्रो यो सहरीकरणको कारणले गर्दाखेरि पनि मोटोपन बढेको र पहिल्यै गाउँको उकाली ओह्रालीले गर्दा धेरै मानिसहरूलाई यो समस्या थिएन र अहिले यी समस्याहरू छन्। डाक्टर साहबले यसमा सबै भनिसक्नुभयो। र अर्को, तपाईँहरूले यो रेडियो तिलोत्तमा एफएमको सहकार्यमा निर्माण भएको कार्यक्रम सुनिरहनु भएको छ। पाल्पामा रेडियो कुटुम्ब 97.8 मेगाहर्ज र पाल्पामै रेडियो सामुदायिक मदन पोखराबाट 106.9 मेगाहर्ज र रोल्पामा रेडियो जलजला 96.4 मेगाहर्जबाट सुन्न सक्नुहुन्छ। र तपाईँहरूले सम्पर्क, यदि कसैले पनि डाक्टरसँग आफ्नो प्रश्न राख्न चाहनुहुन्छ, कुनै समस्याको बारेमा राख्न चाहनुहुन्छ भने आजको विषयवस्तु छ मोटोपन र
नम्बर छ पदमजीले भनिराख्नु भएको छ। अवश्य भने नम्बर 071 562 610 यो बाटोमा चाहिँ तपाईँले फोन गर्न सक्नुहुन्छ। नारायण सर, यति बेला हामी एउटा छोटो व्यावसायिक विश्राममा जान्छौँ। यो विश्राम पछाडि चाहिँ हामी तपाईँको माझमा उपस्थित हुने नै छौँ। सधैँको यही पीडा, बिहान उठेपछि हात खुट्टा राम्रोसँग चलाउनै सकस, कहाँ जाने होला? ओहो नि हजुरआमा, यस्तो समस्या पनि लिएर बस्ने हो त? यही नजिकै रहेको दीर्घायु हस्पिटल प्राली मणिग्राममा जानुस् न। तपाईको जस्तै समस्या भएका, गर्दन वा कम्मरमा नसा च्यापिएका, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव लगायतका सम्पूर्ण रोगहरूको आधुनिक मेसिनबाट चेक जाँच तथा उपचार गरिन्छ नि। ए हो र नानी, त्यसो भए त्यही जान्छु। के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हातखुट्टा, घुँडा, कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर, हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन नम्बर 071 562 459 र 98 645 78 232। ओहो हजुरआमा, अहिले त राम्रैसँग हिँड्न थाल्नु भयो नि। दीर्घायु हस्पिटलमा गएपछि वर्षौंदेखिको समस्या केही दिनमै निको भइहाल्यो। अनि नानी, पैसा पनि कम लाग्ने रहेछ नि। अवश्य पनि हामी एउटा छोटो व्यावसायिक विश्राम पछाडि तपाईँको माझमा उपस्थित भइसकेका छौँ। मैले तपाईँहरूलाई पटक पटक नम्बर जानकारी गराइरहेको छु। यदि तपाईँको हस्पिटल अलिक टाढा छ, तपाईँ डक्टरसँग परामर्श गर्न चाहनुभएको छ, तपाईँसँग पनि स्वास्थ्य समस्याहरू छ भने तपाईँले घरमै बसी एकल फोन लगाउनुहोस् अनि डक्टरसँग कुराकानी गर्नुहोस्। मैले तपाईँलाई पटक पटक भनिरहेको छु। 071 562 610 यो बाटोमा कल गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई विशेष त विभिन्न जिल्लाहरूमा तपाईँले सहज रूपमा सुन्न सक्नुहुन्छ। तिलोत्तमा FM 96.4 मेगाहर्जको सहकार्यमा होइन उत्पादन भएको कार्यक्रम जुन चाहिँ रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तपाईँले पाल्पाबाट पनि विभिन्न जिल्लाहरूमा सुन्न सक्नुहुन्छ। सँगसँगै सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्जबाट रोल्पा लगायतका आसपासका जिल्लाहरूमा सहज तरिकाले सुन्न सक्नुहुन्छ। सँगसँगै सामुदायिक रेडियो मदन पोखरा 106.9 मेगाहर्जबाट त्यहाँ वरिपरिका जिल्लाहरूमा सँगसँगै पाल्पामा सहज तरिकाले तपाईँले सुन्न सक्नुहुन्छ। यो जानकारी गराइरहेको छु। सँगसँगै तिलोत्तमा FM 96.4 मेगाहर्जको माध्यमबाट विशेषतः पाल्पा, अर्घाखाँची, रूपन्देही, नवलपरासी लगायतका भैरहवा लगायतका विभिन्न भेगमा तपाईँले सहज तरिकाले हामीलाई सुन्न सक्नुहुन्छ। नम्बर फेरि पनि एकचोटि जानकारी गराउन चाहेँ, 071 562 610 यो बाटोमा फोन गर्नुहोस् र स्वास्थ्य सम्बन्धी समस्याहरू छन् भने तुरुन्तै 071 562 610 नम्बर पटक पटक जानकारी गराइरहेको छु। यो नम्बरमा फोन गर्नुहोस् र तपाईँको फोन हामी सिधै डक्टर समक्ष दिन्छौँ र तपाईँले डक्टरसँग स्वास्थ्य सम्बन्धी कुनै समस्या छ भने तपाईँले उहाँसँग चाहिँ परामर्श लिन सक्नुहुन्छ। यो कुरा पनि जानकारी गराउन चाहेँ। दीर्घायु हस्पिटल प्राली जुन चाहिँ मणिग्राममा रहेको छ र दीर्घायु हस्पिटल प्रालीले चाहिँ कार्यक्रम स्वास्थ्यमा सरलीकरणलाई प्रायोजन गरेको छ। पक्कै पनि यो कुरा मैले तपाईँहरूको लागि जानकारी गराएँ र नारायण सरले अघिल्लो हप्ता चाहिँ
हामीलाई रेडियो सुनेर विभिन्न माध्यमहरूबाट रेडियो सुनिसके पश्चात सोधिएका प्रश्नहरू आज उहाँले डाक्टर समक्ष सोध्दै हुनुहुन्छ। यति बेला म नारायण सरको लागि अर्को प्रश्न सोध्नको लागि पनि आग्रह गर्न चाहे। धन्यवाद पदमजी। अर्को प्रश्न छ, प्राकृतिक चिकित्सामा कसरी मोटोपनको समाधान गर्न सकिन्छ? यसमा औषधि खुवाएर गरिन्छ कि प्राकृतिक चिकित्सामा औषधि नखुवाइकन यो उपचारको विधि कसरी, यो घरमै बसेर सम्भव कतिको छ डाक्टर साहब भनेर सोध्नु भएको छ। प्राकृतिक चिकित्सामा चाहिँ हामीले औषधिको प्रयोग चाहिँ गर्दैनौँ। यसमा चाहिँ पञ्चतत्त्वहरूको प्रयोग गरेर शरीरको आफै सेल्फ फिलिङ मेकानिजम, शरीरलाई भित्रैबाट आफै कसरी शुद्ध हुने त्यो प्रक्रियामा लैजान्छौँ। यसमा चाहिँ विभिन्न किसिमका थेरापीहरू हुन्छ जुन चाहिँ कुनै हामीले घरमा पनि गर्न सक्छौँ, तर सर्वप्रथम हामीले त्यसको बारेमा विशेषतः जान्नुपर्ने हुन्छ। हस्पिटलमै भिजिट गरेर जानेर बुझेपछि कुनै कुनै चाहिँ आफै घरमा गर्न सकिन्छ, अरू चाहिँ हामीले बाहिरै गर्नुपर्ने हुन्छ। ओके डाक्टर साहब, तपाईँको बोलीलाई मैले यहीँनिर रोक्न चाहेँ होइन। यति बेला हामीलाई एकजना मित्रले कल गर्नुभएको छ। हामी उहाँको फोन पक्कै पनि यहाँनिर रिसिभ गर्ने पर्ने हुन्छ। हजुर नमस्कार। नमस्कार। नमस्कार, हजुरको शुभ नाम? मेरो मिना परियार। मिना परियार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? तानपा 7 पाल्पा। पाल्पा कति भन्नुभयो? तानपा 7 तानसेन 7। तानसेन 7बाट कुन रेडियोबाट सुन्दै हुनुहुन्छ यति बेला? कुन हो यो? सामुदायिक रेडियो मदन पोखरा होइन? पाल्पामा पनि हाम्रो विभिन्न रेडियोहरूबाट बज्छ, अथवा तपाईँले रेडियो कुटुम्बबाट कुन रेडियोबाट सुन्दै हुनुहुन्छ? ठिक छ, हामी तपाईँको फोनलाई सिधै डाक्टर समक्ष दिन्छौँ। तपाईँ डाक्टरसँगै कुराकानी गर्नुहोस् है। हस् हस्। हेलो हेलो डाक्टर, नमस्कार। नमस्कार। मलाई यो थाइरोइडको समस्या छ। हजुर हजुर। यसलाई के खाना हुन्छ के खानुहुन्न होला डाक्टर? कति समय भयो तपाईँलाई थाइरोइड भएको? थाइरोइड भएको मलाई 1 वर्ष हुन लाग्यो डाक्टर। हजुर हजुर। अहिले चाहिँ वेट पनि बढेको छ, अरू कुन कुन? घटेको छ डाक्टर। हजुर हजुर। अहिले चाहिँ कति छ थाइरोइड? कहिले चेक गराउनु भएको थियो? यो भन्दा 2 महिना अगाडि। ए ए थाइरोइड चाहिँ 2 किसिमको हुन्छ। एउटामा चाहिँ हर्मोन बढेको हुन्छ, एउटामा चाहिँ घटेको हुन्छ। त्यो एकचोटि बुझ्नुपर्ने हुन्छ तपाईँको। ठिक छ, हामी तपाईँ रेडियो सुनेर बस्नुहोस्। यसको समस्याको समाधान चाहिँ डाक्टरले जानकारी गराउनु हुनेछ है। हस् हस्। ओके डाक्टर साहब, उहाँको समस्यालाई तपाईँले समाधान गरिदिन सक्नुहुन्छ। हजुर। अहिले चाहिँ हामीले मेन भनेको थाइरोइडको लागि ट्रिटमेन्टहरू पनि हुन्छ प्राकृतिक चिकित्सामा, जुन चाहिँ औषधि बिना नै गरिन्छ। तर उहाँले चाहिँ अब स्पेसिफिकली हामीले के खानेकुरामा ध्यान दिनुपर्छ त्यो चाहिँ भन्नुभयो। अब खानेकुरामा ध्यान दिनु पर्दाखेरि चाहिँ हामीले हल्का सात्विक आहार युज गर्नुपर्छ, जुन चाहिँ सजिलै पच्ने हुनुपर्छ। त्यसका साथसाथै मौसममा पाइने हरियो सागसब्जी, फलफुलहरू खान सक्छौँ। र हाम्रो चाहिँ हाइपोथाइरोइडिजम र हाइपरथाइरोइडिजम हुन्छ, 2 किसिमको हुन्छ। त्यसमा चाहिँ आयोडिनयुक्त नुन चाहिँ सन्तुलित मात्रामा मात्रै प्रयोग गर्न सक्छौँ। त्यसका साथसाथै जङ्क फुडहरू, बाहिरको खानाहरूको चाहिँ एकदमै कम प्रयोग गर्नुपर्छ। प्रशोधित खानाहरू हुन्छ र हामीले अत्याधिक रूपमा जस्तो सोयाबिन भयो, काउली भयो, फुलगोपी भयो, यिनीहरूको चाहिँ प्रयोग एकदमै कम गर्नुपर्छ। त्यसै गरी हामीले यसमा चाहिँ फास्टिङ पनि गर्न सक्छौँ। 1-2 दिन हप्तामा चाहिँ हामीले फलको वा जुसको फुडहरू मात्रै खाने र डाइजेस्टिभ सिस्टमलाई चाहिँ रेस्ट दिनुपर्छ। हाम्रो आहार प्रक्रियालाई चाहिँ रेस्ट दिएर यसले चाहिँ मेटाबोलिजमलाई सुधार गर्छ र थाइरोइडलाई पनि ठिक गर्छ। अनि यसमा चाहिँ हामीले योग र प्राणायामहरूको पनि प्र्याक्टिस गर्न सक्छौँ। प्राणायाममा चाहिँ अब कपालभाती हुन्छ, अनुलोम विलोम हुन्छ, भ्रामरी हुन्छ। यिनीहरूले चाहिँ हाम्रो घाँटीमा भाइब्रेसन पैदा गर्छ। यो चाहिँ तपाईँहरूले युट्युबमा पनि हेर्न सक्नुहुन्छ कि थाइरोइडको लागि कुन प्राणायाम इफेक्टिभ हुन्छ। त्यसै गरी हामीले लाइफस्टाइल मोडिफिकेसनमा पनि ध्यान दिनुपर्छ, किनभने थाइरोइड चाहिँ हाम्रो हर्मोन रिलेटेड इस्यु हुन्छ। त्यसै गरी हामीले समयमा सुत्ने र समयमा उठ्ने बानी बसाल्नुपर्छ। त्यसै गरी मानसिक तनावले गर्दा पनि यो थाइरोइडको समस्याहरू आउन सक्छ। त्यही भएर चिन्ता र तनाव एकदमै कम गर्नुपर्छ र मोबाइलका स्क्रिनको समय पनि एकदमै कम गर्नुपर्छ। र यसका साथसाथै हामीले टाइम भएको बेलामा योग,
ध्यान यस्ता कुराहरूमा पनि फोकस गर्नुपर्छ। अनि मर्निङमा इभिनिङमा वाक पनि गर्ने कोसिस गर्नुपर्छ। अनि यसका साथसाथै हजुरहरूले चाहिँ दीर्घायु हस्पिटलमा पनि सम्पर्क गर्न सक्नुहुन्छ, जुन चाहिँ हाम्रो मणिग्राममा छ। त्यहाँ चाहिँ विस्तृत रूपमा अरू थेरापीहरूको प्रयोग गरेर तपाईँको कुनै पनि समस्याहरूलाई छिटोभन्दा छिटो रूपमा हामीले औषधिको प्रयोग बिना नै प्राकृतिक चिकित्साको उपचारले समाधान गर्ने प्रयास गर्छौँ। तपाईँले आफ्नो प्रश्नको एन्सर पाउनुभयो होला। अब हामी अगाडि बढ्छौँ। अवश्य पनि जो आउनु भएको थियो पाल्पाबाट एकजना मित्र, उहाँले चाहिँ आफ्नो समस्या डाक्टर समक्ष राखिसक्नु भएको छ र उहाँको समस्याको समाधान र उहाँले गर्नुपर्ने क्रियाकलापहरू अथवा कसरी चाहिँ होइन उहाँले चाहिँ आफूलाई उपचार पद्धति अपनाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ डाक्टरले समस्याको समाधान बताइदिइसक्नु भएको छ। र यदि तपाईँ पनि जोडिन चाहनुहुन्छ, फोन गर्न चाहनुहुन्छ, स्वास्थ्य सम्बन्धी समस्याहरू छन् र डाक्टर समक्ष तपाईँले केही जिज्ञासाहरू सोध्न चाहनुहुन्छ भने तपाईँले फोन गर्नुहोस् 071 562 610 यो बाटोमा फोन गर्नुभयो भने डाक्टरले तपाईँको समस्याको समाधान खोजिदिनु हुनेछ। यो कुरा पनि तपाईँको लागि जानकारी गराउन चाहे। डाक्टर साहब अहिलेको कन्टिन्यू। प्राकृतिक चिकित्सामा चाहिँ मोटोपनको लागि धेरै किसिमका ट्रिटमेन्टहरू हुन्छन्। यसमा चाहिँ हामीले अब बेसिकली जल चिकित्सा हुन्छ, जसलाई हाइड्रोथेरापी भनिन्छ। यसमा चाहिँ हामीले हट र कोल्ड थेरापी दिन्छौँ, जसले चाहिँ रक्त सञ्चारलाई सुधार गर्छ र हाम्रो मेटाबोलिजमलाई ठिक गर्छ, जसले गर्दा हाम्रो शरीरमा भएको बोसोहरू बिस्तारै पग्लिँदै जान्छ। यसमा अर्को हाम्रो मड थेरापी हुन्छ। मड थेरापी भनेको चाहिँ माटो चिकित्सा हुन्छ, जसले चाहिँ हाम्रो डिटोक्सिफिकेसनमा सहयोग पुर्याउँछ। त्यसै गरी योग प्राणायाम र ध्यान पनि हुन्छ, जसले गर्दा चाहिँ हाम्रो हार्मोनलहरूमा सन्तुलन आउँछ, मानसिक शान्ति हुन्छ र मेटाबोलिक रेगुलेसन पनि ठिक हुन्छ। त्यसै गरी हाम्रो प्राकृतिक चिकित्सामा चाहिँ उपवास गर्ने तरिकाहरू पनि हुन्छ, फास्टिङ हुन्छ, जुन चाहिँ डक्टरकै निगरानीमा गर्नुपर्ने हुन्छ। यसले गर्दा चाहिँ हाम्रो पाचन प्रणालीलाई चाहिँ विश्राम दिन्छ, जसले गर्दा हाम्रो शरीरमा भएको इन्सुलिनहरूको सेन्सिटिभिटीलाई सुधार गर्छ र यसले बिस्तारै हाम्रो शरीरभित्र भएको बोसोलाई जलाउँदै जान्छ वा खतम गर्दै जान्छ। त्यसै गरी मोटोपन भएपछि चाहिँ हामीले खानपिनमा पनि एकदमै ध्यान दिनुपर्ने हुन्छ। हामीले चाहिँ प्राकृतिक, ताजा र फाइबरयुक्त मौसमी र स्थानीय खानाको प्रयोग गर्नुपर्दछ। त्यसै गरी प्रशोधित रसायनयुक्त खानाहरूको चाहिँ एकदमै निषेध गर्नुपर्छ। त्यही भएर प्राकृतिक चिकित्सामा चाहिँ हामीले पञ्चतत्त्वहरूको प्रयोग गरेर जल, माटो र यसका साथसाथै खानपिनमा सुधार गरेर हामीले मोटोपनलाई व्यवस्थित गर्न सक्छौँ। अवश्य पनि डाक्टर साहबले प्रश्नको उत्तर चाहिँ दिइसक्नु भएको छ र हामी आजको बसाइमा जोडिरहँदा चाहिँ होइन तपाईँका स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू हुन्छन् र ती समस्याहरूको समाधान चाहिँ कसरी खोज्न सकिन्छ त होइन भनेर तपाईँले चाहिँ डाक्टरसँग परामर्श गर्न चाहनुहुन्छ भने नम्बर मैले उपलब्ध गराइसकेको छु 071 562 610 यो बाटोमा तपाईँले फोन गर्नुहोस् र डाक्टर समक्ष तपाईँको फोन चाहिँ हामी दिन्छौँ र डाक्टरले चाहिँ तपाईँको समस्याको समाधान खोजिदिनु हुनेछ। दीर्घायु हस्पिटल प्रणाली जुन चाहिँ मणिग्राम रहेको छ विद्युत अफिसको ठिक तपाईँ अपोजिट साइडमा चाहिँ जान सक्नुहुन्छ। शून्य 71 562 अनि 610 यो बाटोमा तपाईँले फोन गर्न सक्नुहुन्छ। मैले जानकारी गराइसकेको छु र आज हामी मोटोपनकै विषयमा कुराकानी गरिरहेका छौँ। यति बेला नारायण सरको लागि अघिल्लो हप्ता श्रोताहरूले पठाउनुभएका प्रश्नहरू राख्नको लागि यहाँनिर अनुरोध गर्न चाहे। हजुरहरूले स्वास्थ्यमा सरलीकरण सुनिरहनु भएको छ र साथमा हुनुहुन्छ डाक्टर जयवन्त सिंह। र डाक्टर साहब, प्राकृतिक चिकित्सामा मोटोपनको रोकथाम कसरी गरिन्छ र यसको कति समय लाग्ला भनेर प्रश्न सोध्नु भएको छ।
एकदमै राम्रो प्रश्न सोध्नुभयो नारायणजी। प्राकृतिक चिकित्सामा चाहिँ मोटोपनको चाहिँ रोकथाम चाहिँ उपचारभन्दा बढी महत्त्वपूर्ण हुन्छ। हामीले यसको उपचारभन्दा पनि रोकथाम गर्ने प्रयास गर्नुपर्दछ। यसमा चाहिँ हामीले प्रिभेन्टिभ मेथड अपनाउनुपर्छ, जुन चाहिँ हाम्रो अब मोटोपन हुनुभन्दा पहिले नै शरीरलाई कसरी तौललाई सन्तुलन गर्ने त्यस कुरामा बढी ध्यान दिन्छौँ र मोटोपन भइसकेपछि पनि त्यसलाई व्यवस्थित गर्ने, त्यसलाई क्युरेटिभ भन्छौँ। र अर्को चाहिँ प्रोमोटिभ हुन्छ। प्रोमोटिभ भनेको चाहिँ अब मोटोपन ठिक भइसकेपछि हामीले जीवनशैलीमा कस्ता किसिमका उपायहरू अपनाउन सक्छौँ जसले गर्दाखेरि फेरि पनि मोटोपन हुन नसकोस्, त्यस्तो कुराहरूमा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। रोकथामको आधार चाहिँ जीवनशैली अनुशासन हुन्छ हाम्रो चाहिँ। यसमा चाहिँ अब नियमित दिनचर्या, सही समयमा खाना र पर्याप्त निन्द्रा र नियमित रूपमा व्यायामको चाहिँ अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ। हामीले चाहिँ सही आहारको प्रयोग गऱ्यौँ भने चाहिँ मोटोपन घटाउनमा एकदमै महत्त्वपूर्ण हुन्छ। यसमा चाहिँ हामीले अब ताजा रूपमा पाइने फलफुलहरू, सागसब्जीहरू, त्यसै गरी अन्नहरूको प्रयोग र बोसोको प्रयोग चाहिँ एकदमै कम गर्नुपर्छ। हामीले चाहिँ सक्दो फलफुल र सागसब्जीको प्रयोग गर्नुपर्ने हुन्छ। प्राकृतिक चिकित्साको उपचारमा चाहिँ अब हामीले यहाँ ट्रिटमेन्ट दिँदाखेरि चाहिँ खानपानका साथसाथै विभिन्न किसिमका ट्रिटमेन्टहरू दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हाम्रो शरीरमा भएको बोसोहरू बिस्तारै पग्लिँदै जान्छ र यसमा चाहिँ कम्तीमा पनि 15 देखि 20 दिन लाग्छ। र अब सबै मानिसहरूको शरीर बेग्ला बेग्लै हुन्छ, त्यही भएर अब पेसेन्टको कन्डिसन हेरेर उसलाई कति समय लाग्छ भनेर हामीले निर्धारित गर्छौँ र त्यसै अकर्डिङ प्लान गरेर उनीहरूको मोटोपन घटाउने ट्रिटमेन्टहरू स्टार्ट गर्छौँ। हजुरहरूले अवश्य प्रश्नको उत्तर सुनिरहनु भएको छ। जो कोहीलाई पनि हजुरहरूलाई समस्या छ भने जुनै कोही रोगको पनि समाधान हामी दिन्छौँ र प्राकृतिक चिकित्सा दीर्घायु प्रणाली मणिग्रामको चोकदेखि 500 मिटर तल विद्युत अफिस अगाडि ज्ञानेश्वर पेट्रोल पम्पको साइडबाट तपाईँ जान सक्नुहुन्छ र त्यहाँ नजिकै ठुलो बोर्ड देख्न सक्नुहुनेछ। र तपाईँहरूले कुन रेडियो सुनेर बसिरहनु भएको छ भने आज विषयवस्तु मोटोपन रहेछ, यस विषयवस्तुमा मलाई समस्या छैन, अरू थियो सोध्न पाए हुन्थ्यो भन्ने छ भने पनि हजुरले आफ्नो प्रश्न राख्न सक्नुहुन्छ। आफ्नो स्वास्थ्य सम्बन्धी यो कार्यक्रमको नामै स्वास्थ्यमा सरलीकरण। हामीले तपाईँहरूको स्वास्थ्यलाई कसरी सरलीकरण गर्न सकिन्छ, तपाईँहरूलाई कसरी सरल तरिकाले जीवनशैली अपनाउन सक्नुहुन्छ भनेर हामीले यो कार्यक्रमको नामै स्वास्थ्यमा सरलीकरण राखेका छौँ। र तपाईँहरूले विभिन्न एफएम रेडियोबाट यो कार्यक्रम सुनिरहनु भएको छ र त्यसमा तपाईँहरूले हामीलाई सम्पर्क गर्ने नम्बर छ 071 562 610 सुन्न सक्नुहुनेछ। र साथसाथै डाक्टर साहब यो मोटोपनमा विभिन्न ठाउँमा विभिन्न डक्टरहरूले अब एलोपेथिक डक्टरहरूले त खालि औषधि खाएर होइन तपाईँको चाहिँ मोटोपन घटाउने अथवा चाहिँ कोलेस्ट्रोल कम गर्ने भन्ने हुन्छ भने हाम्रो चाहिँ प्राकृतिक चिकित्सामा चाहिँ शरीरलाई जस्तो अवस्थामा शरीर छ त्यो शरीरलाई हामी बाहिरबाट खाना अथवा बानी बेहोरा हाम्रो रहनसहनलाई चाहिँ परिवर्तन गरेर शरीरलाई नै सहज बनाएर उसलाई चाहिने मोटोपन आफै राखोस् र अरू चाहिँ निष्कासस गरोस् भनेर प्राकृतिक चिकित्सामा चाहिँ नि यो कस्तो कस्तो विधिबाट चाहिँ नि यो गर्न सकिएला। यो मोटोपन चाहिँ फेरि मोटोपन जति औषधि खाँदाखेरिको साइड इफेक्ट के छ भन्ने कुरा पनि यो चाहिँ मलाई आफूलाई जिज्ञासा लाएर म हजुरलाई सोधेँ। हजुर एकदमै राम्रो प्रश्न सोध्नुभयो। हाम्रो चाहिँ अब अहिलेको समयमा जीवनशैली एकदमै खराब भएको छ। जीवनशैलीको कारणले गर्दाखेरि चाहिँ हाम्रो मोटोपन बढ्दो छ। मोटोपनको साथसाथै हाम्रो शरीरमा चाहिँ अब हाइपरटेन्सन, हाई बिपीको समस्या, त्यसै गरी के भन्छ हाम्रो डायबिटिजको समस्या र थाइरोइडको समस्याहरू पनि आउँछ। त्यही भएर मोटोपनलाई चाहिँ प्राकृतिक तरिकैबाट नियन्त्रण गर्न सकियो भने एकदमै राम्रो हुन्छ। हामीले औषधिको सेवन गऱ्यो भने चाहिँ यसले दीर्घकालीन रूपमा हाम्रो विभिन्न किसिमका आन्तरिक अङ्गहरूमा चाहिँ नराम्रो तरिकाले असर पुर्याउँछ र त्यो बिस्तारै बिग्रिँदै जान्छ। त्यही भएर हामीले सकेसम्म प्राकृतिक तरिकाबाट हाम्रो वरिपरि भएका नै कुराहरूको प्रयोग गरेर हामीले मोटोपनलाई सन्तुलन गर्न सक्छौँ। यसमा चाहिँ हाम्रो प्राकृतिक चिकित्सामा डिफ्रेन्ट टाइपको थेरापीहरू हुन्छ। त्यो चाहिँ हामीले
कुनै घरमा पनि गर्न सक्छौँ, कुनै चाहिँ हस्पिटलमै गर्नुपर्ने हुन्छ, कुनै कुराहरूको मेसिन हुन्छ। जस्तो हामीले सबभन्दा सिम्पल स्टिम बाथ हुन्छ। स्टिम बाथ तपाईँहरूले धेरैले सुन्नुभएको छ होला। स्टिम बाथ भनेको चाहिँ एउटा च्याम्बर हुन्छ, प्राकृतिक चिकित्साको एउटा विधि हो। यसमा चाहिँ हामी शरीरमा पानीको बाफ दिएर चाहिँ शरीरमा भएको बोसोहरूलाई पगाल्ने प्रयास गर्छौँ र यसको रिजल्ट पनि एकदमै राम्रो हुन्छ। त्यही भएर तपाईँहरूलाई कुनै पनि किसिमको समस्या छ भने तपाईँहरूले दीर्घायु हस्पिटल आएर सम्पर्क गर्न सक्नुहुन्छ, जुन चाहिँ हाम्रो मणिग्राममा छ। अनि त्यसै गरी हामीले मोटोपन घटाउनको लागि चाहिँ फास्टिङ पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। हामीले सकेसम्म हप्तामा एकचोटि चाहिँ फास्टिङ गर्नु नै पर्ने हुन्छ। फास्टिङ गऱ्यो भने चाहिँ यसले शरीरमा भएको फ्याटहरूलाई घटाउँछ र हाम्रो चाहिँ एउटा अटोफेजी भन्ने प्रक्रिया हुन्छ। अटोफेजी भनेको चाहिँ हाम्रो नराम्रो शरीरभित्र भएको नराम्रो खराब सेलहरूलाई चाहिँ हाम्रो शरीरले आफै पुनर्निर्माण गरिदिन्छ। त्यही भएर हामीले सकेसम्म फास्टिङ गर्नुपर्ने एकदमै राम्रो, हाम्रो शरीरलाई फाइदाजनक हुन्छ। अवश्य पनि समस्याको समाधान डाक्टर साहबले दिइसक्नु भएको छ र तपाईँहरूको लागि मैले यहाँनिर अर्को जानकारी पनि के गराउन चाहेँ भने अब हामीसँग मात्रै 10 मिनट बाँकी छ। 10 मिनटको समय अवधिभर चाहिँ करिब 1 जना साथीहरूलाई चाहिँ हामी लिन सक्छौँ। अब अहिलेको एउटा आधुनिक युग हो, हाम्रो एउटा खानपान त्यही किसिमको हुन्छ होइन। एउटा लवाई खवाई हरेक कुराहरूमा चाहिँ अहिले हामी भिन्नता पाउँछौँ पहिले र अहिलेमा। अब विषादी हो, पहिले र अहिलेमा धेरै पकेटका खानेकुराहरू खाएर मानिसहरूलाई चाहिँ समस्या भएको चाहिँ पदमजी होइन। एकदमै एकदमै पहिले हाम्रो खानपान कस्तो थियो भन्दा हाम्रो साधारण खाना थियो, तर अहिले हामी बजारमा विभिन्न किसिमका होइन विषादीयुक्त खानाहरू होइन, बासी खाना भनौँ अथवा एउटा होटेलको खानाहरू होइन, अब विभिन्न तत्त्वहरू विभिन्न रसायनहरू मिलाएका खानाहरू खाइरहेका छौँ। अब यसले अधिकांश शरीरमा चाहिँ अथवा भनौँ अधिकांश जनसमुदायमा प्रभाव पारेकै छ। अब विभिन्न समस्याहरू परिरहँदा चाहिँ तपाईँसँग कुनै न कुनै किसिमको एउटा समस्या चाहिँ रहन्छ नै होइन। तसर्थ यसमा मैले के भन्न चाहेँ भने हामी आधुनिक जीवनशैली अप्नाउँदै गर्दा, जस्तै एउटा इक्जाम्पलको लागि हामी काठमाडौँ जाँदैछौँ, खानेकुरा पाइएन, पकेटकै खानेकुरा खान पर्यो होइन। तर पनि हामीले त्यसलाई कमसेकम खाना खाने र खाइसकेपछि डाक्टर साहबले भर्खर भने जस्तै गरी कमसेकम हप्ताको 1 दिन अथवा 15 दिनको एकचोटि चाहिँ फास्टिङ बस्ने गर्ने हो भने यी खाएका खानेकुराहरूलाई पनि शरीरले आफै नै निष्कासन गर्ने चाहिँ नि गर्छ। यो कुरालाई चाहिँ पहिलेको तुलनामा भन्दा अहिलेको तुलनामा हाम्रो खानपान धेरै फरक भइसकेको छ। जब समस्या आउँछ अनि त्यस पछाडि चाहिँ हामी बल्ल औषधि उपचार गर्छौँ। त्यही भएर अहिले यो विभिन्न समस्याहरू देखिरहँदा स्वास्थ्यमा हरेक व्यक्तिमा कुनै न कुनै किसिमको समस्या चाहिँ लुकेर बसेको छ होइन। तसर्थ तपाईँ फोन गर्न चाहनुहुन्छ, आफूभित्र समस्याहरू छन् भने चाहिँ 071 562 610 यो बाटोमा टक्क फोन लगाउनुहोस् होइन। धेरै बेर कुरा आउँदैन है, मात्रै 4-5 रुपियाँमा तपाईँ डाक्टरसँग होइन तपाईँले प्रश्न राख्न पाउनुहुन्छ। तसर्थ 071 562 610 यो बाटोमा फोन गर्नुहोस् अनि त्यस पछाडि तपाईँको फोन हामी सिधै डाक्टरलाई दिन्छौँ र तपाईँसँग भएको समस्या के हो त्यसको समाधान चाहिँ डाक्टर साहबले दिनुहुनेछ। यो कुरा पनि जानकारी गराउन चाहेँ। विशेष त हामीलाई अहिले विभिन्न जिल्लाहरूबाट सुनिरहनु भएको छ। पाल्पाकै जिल्लाहरूमा कुराकानी गरौँ भने पाल्पामा होइन रेडियो कुटुम्ब सँगसँगै सामुदायिक रेडियो मदन पोखरा 2वटा एफएमबाट पाल्पा लगायतका आसपासका जिल्लाहरूमा हामीलाई सहज तरिकाले सुन्न सक्नुहुन्छ यो कार्यक्रमलाई होइन। सँगसँगै सामुदायिक रेडियो जलजला जुन चाहिँ रोल्पामा रहेको छ, रोल्पामा त सुनिन्छ र त्यहाँ वरिपरिका जिल्लाहरूमा पनि तपाईँले सहज तरिकाले सुन्न सक्नुहुन्छ। सँगसँगै तिलोत्तमा एफएमबाट पनि तपाईँले भैरहवा, सँगसँगै तपाईँले रूपन्देही नवलप्रासी होइन लगायतका कपिलवस्तु लगायतका विभिन्न ठाउँमा चाहिँ हामीलाई तपाईँले सुनिरहनु भएको छ। विभिन्न ठाउँमा सुनिरहँदा चाहिँ तपाईँभित्र समस्याहरू छन् र त्यो समस्यालाई अब कसरी समाधान गर्ने भनेर तपाईँले फोन गर्न चाहनु भएको छ। अब कतिपयलाई फेरि यस्तो हुन्छ आफ्नो समस्यालाई किन होइन एउटा सञ्चार माध्यममा बोल्ने हो र भन्ने किसिमको पनि हुनसक्छ। यो लज्जास्पद कतिपय लजाउनुहुन्छ। यदि तपाईँलाई त्यस्तो लाग्छ भने चाहिँ तपाईँले आफ्नो नाम नभन्नुहोस् होइन। तपाईँको नाम हामीलाई आवश्यक हुँदैन
तपाईँले आफ्नो समस्या चाहिँ डाक्टर साहबलाई राख्न सक्नुहुन्छ। नाम मैले भन्दिनँ है भन्न पनि पाउनुहुन्छ र तपाईँले फोन गरिसके पश्चात चाहिँ यदि यस्तो त्यस्तो तपाईँलाई आफ्नो समस्या राख्नको लागि सञ्चार माध्यममा गाह्रो छ भने पनि हजुरले हजुरको टाइम मिलाएर दीर्घायु हस्पिटल मणिग्राममा आउनुहोस्। हजुरको जुनसुकै रोगलाई पनि हामी समाधान गरिदिने प्रयास गर्नेछौँ। एकदमै तपाईँले फोन गरिसके पश्चात चाहिँ नाम मैले भन्दिनँ है भन्न पनि पाउनुहुन्छ र आफ्नो समस्यालाई चाहिँ सिधै डाक्टर समक्ष राख्नुहोस् र त्यो समस्याको समाधान चाहिँ डाक्टर साहबले दिनुहुनेछ, ताकि तपाईँले सोधेको प्रश्नले तपाईँलाई मात्र फाइदा होइन कि अन्य रेडियो सुनेर बस्नुहुने श्रोताको लागि पनि त्यहाँनिर फाइदाको विषय बन्न सक्छ। हजुर। र हामीसँग अब करिब 4 मिनट बाँकी छ। अब छुट्टिनु पर्ने पनि अवस्था आइसकेको छ। 4 मिनट बाँकीमा अब फेरि प्राकृतिक चिकित्साको कार्यक्रम होइन, स्वास्थ्यमा सरलीकरण, त्यसमा पनि योगको कुरा र योग र ध्यानको कुरा जोडिएन भने त अलिक खल्लो लाग्न सक्छ। पदमजी एउटा प्रश्न म डाक्टर साहबले सोधिहालेँ है मैले, एकदम हाम्रो कुरा एकदमै छोटोमा उत्तर दिनुहुनेछ। डाक्टर साहब, योग प्राणायाम र मोटोपनको कसरी त्यो सम्बन्ध छ, मोटोपन र कसरी घटाउन सकिन्छ भनेर चाहिँ सोध्नु भएको छ एकजनाले, त्यो चाहिँ राखिहाल्ने है हजुरलाई। योग र प्राणायामले चाहिँ मोटोपनलाई घटाउनलाई एकदमै महत्त्वपूर्ण हुन्छ। मोटोपन हाम्रो चाहिँ केवल शारीरिक समस्या चाहिँ हुँदैन, यसमा चाहिँ मानसिक हार्मोनल असन्तुलनको चाहिँ परिणाम हुन्छ। योग र प्राणायामले चाहिँ हाम्रो शरीरको, मनको र स्नायु प्रणालीको चाहिँ सन्तुलनमा ल्याउँछ। यसमा चाहिँ विभिन्न किसिमका आसन र प्राणायामहरू हुन्छन्, जसमा सूर्य नमस्कार पर्छ, पवन मुक्तासन पर्छ, भुजङ्गासन पर्छ। यसमा विभिन्न किसिमका आसनहरू हुन्छ, जसले गर्दा चाहिँ हाम्रो शरीरमा भएको मेटाबोलिजमलाई यसले बढाउन मद्दत गर्छ। त्यसै गरी इन्सुलिनमा सन्तुलन गर्छ र तनाव कम गर्छ। त्यही भएर योग र प्राणायाम चाहिँ हाम्रो लागि एकदमै राम्रो हुन्छ मोटोपन घटाउनको लागि। अवश्य पनि डाक्टर साहबले योगको विषयमा कुराकानी गरिसक्नु भएको छ र अब हामीलाई छुट्याएको समय, निर्धारित समय सकिएको छ। एकदमै पनि आज विशेष त पाल्पाबाट एकजना मित्रले कल गर्नुभयो, उहाँको लागि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। सँगसँगै हामीलाई जुन कार्यक्रम प्रसारणको लागि सहयोग गर्नुहुने जुन रेडियो कुटुम्ब परिवारलाई, सँगसँगै सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज परिवारलाई, सँगसँगै सामुदायिक रेडियो मदन पोखरा 106.9 मेगाहर्जलाई पनि विशेष आभारका शब्दहरू व्यक्त गर्न चाहन्छौँ। सँगसँगै विभिन्न जिल्लाहरूमा हामीलाई तपाईँहरूले सुनेर साथ दिनुभयो, तपाईँहरूलाई पनि एकमुष्ट धन्यवादका शब्दहरू। आज यहाँ डाक्टर साहब आइदिएर स्टुडियोमा उपस्थित भएर हाम्रा कार्यक्रम प्रश्नहरूका उत्तर दिनुहुने डाक्टर साहबलाई पनि धन्यवाद दिन चाहन्छौँ। र आजको बसाइ हामी यही बिट मार्छौँ। आगामी दिनमा तपाईँको साथमा उपस्थित हुन्छौँ भन्दै बिदा हुन्छौँ। नमस्कार।